र फाइनली गाइज मैले चाहिँ आइफोन लिइसकेको छु, हेर्न सक्नुहुन्छ होइन। यो चाहिँ अब आइफोनको अहिलेको लेटेस्ट हो होइन। अनि र यो चाहिँ अब मैले त्यस्तै लगभग यताउति गर्दाखेरि अब होइन सामानहरू यताउति अनि त्यसपछि ग्लासहरू यसको सबै महँगोसँग लिँदाखेरि चाहिँ लगभग अब 2,50,000 जति गयो होला गाइज होइन। त्यस्तै गयो होइन गाइज। अब यसको सामानहरू चाहिँ एकदमै महँगो छ र गाइज म चाहिँ एकदमै खुसी पनि छु किनभने होइन अब मैले चाहिँ यहाँ आएर चाहिँ होइन यस्तो अलिकति स्टेडियमहरू पनि बनायो अनि त्यसपछि यतिसम्मको चाहिँ मैले अब किनेँ होइन। अब क्यामेरा क्वालिटी पनि अब राम्रै छ गाइज। अब केही पनि कुरामा चाहिँ अब चाहिँ होइन लाइक कमी त छैन गाइज होइन। तर पनि अब यहाँ चाहिँ अलिकति अब आफ्नै अब के अहिले कहिलेकाहीँ अब यताउति परिन्छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ अब त्यस्तै हो। तर सकेसम्म चाहिँ अब म चाहिँ भिडियोहरू पनि एकदम राम्रोसँग बनाउने छु अनि त्यसपछि पहिलाको जस्तै होइन खतरनाक गरेर बनाउने कोसिस गर्नेछु। तर अहिले चाहिँ अब लाइक म यतापट्टि कलेजको होस्टेलमा बसिरहेको छु नि त, त्यो कारणले गर्दाखेरि चाहिँ अब धेरैजना हुन्छन्। अब भोलिको दिनमा फेरि यहाँ अरू नयाँ मान्छेहरू पनि आउँछन्, त्यो कारणले गर्दाखेरि भिडियो बनाउन चाहिँ अलिकति गाह्रै पर्छ। तर पनि होइन मैले चाहिँ यो फोन लिएँ गाइज यार होइन। सो एकदमै खुसी लागिरहेको छ र हेर्नु सक्नुहुन्छ होइन एप्पल होइन। अब एप्पल भनेपछि अब पुगिहाल्यो होइन। सो यसको यो चार्जरहरू पनि छ होइन। र म चाहिँ एकदमै खुसी छु र सकेसम्म चाहिँ म चाहिँ होइन लाइफमा एकदमै राम्रै गर्ने कोसिस गर्नेछु गाइज है। अब कहिलेकाहीँ टेन्सन भनेको कहिलेकाहीँ आफ्नो लाइफबाट कहिलेकाहीँ हुन्छ, सबैजनालाई हुन्छ, मलाई पनि हुन्छ होइन। सो त्यही हो गाइज यार। तर यो सबै कुराहरूलाई बिर्सेर चाहिँ होइन फुटबल हेरेर चाहिँ हामीहरू होइन रमाउनु पर्छ गाइज, किनभने फुटबल इज लाइफ भनेको चाहिँ त्यही हो क्या गाइज यार होइन। सो फुटबल हेर्ने अनि त्यसपछि चट्ट भिडियोहरू बनाउने होइन। सो पहिला जस्तै सकेसम्म चाहिँ कमेडी गरेर नै भिडियो बनाउने कोसिस गर्छु। सो त्यसमा चाहिँ तपाईँहरूले अब साथ सपोर्ट दिनुपर्ने हुन्छ मलाई होइन। सो त्यो कुरामा चाहिँ अलिकति होइन नाइ भन्नु पाउँदैन होइन। त्यही हो गाइज यार होइन। अब म एकदमै खुसी छु होइन यो पाएर। अब तपाईँहरू पनि खुसी हुनुहोस् है। सो त्यही हो। अब यो चाहिँ मलाई अब मेरो दाइले अब किन्ने हो होइन। सो मेरो आधी अनि त्यसपछि दाइको आधी गरेर चाहिँ होइन दाइले यो किन्ने होला हो। र दाइले चाहिँ धेरै नै हेल्प गर्नुहुन्छ मलाई होइन। त्यो कारणले गर्दाखेरि चाहिँ मलाई खासै गाह्रो छैन यहाँ बाहिर होइन। सो त्यही हो गाइज यार होइन। जति पनि अब सपोर्ट पाइरहेको छु दाइबाट पाइरहेको छु, त्यो चाहिँ एकदमै खुसी छु। अब आफ्नो दाइ भने आफ्नै दाइ हुन्छ कि गाइज यार होइन। जसले जस्तो भने आफ्नो दाइ भने आफ्नो दाइ नै हुन्छ। त्यही हो गाइज यार। भिडियो बनाउनु पर्छ, रमाइलो गर्नुपर्छ, त्यही हो।